बागमती प्रदेश लोक सेवाआयोगद्वारा प्राविधिक र अप्राविधिक दुवैतर्फ 5 तहको लागि भ्याकेन्सी आएको छ। प्राविधिक तर्फ एचए, नर्सिङ, ल्याब एसिस्टेन्ट, रेडियोग्राफर, फार्मेसी सहायक लगायत विभिन्न पदहरूमा भ्याकेन्सी आएको छ। यसमा फर्महरुको लागि चाहिने डकुमेन्ट के छ भने तपाईको सम्बन्धित लेभलको ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, नागरिकता, फोटो र एउटा सिग्नेचर चाहिन्छ। समावेशीको हकमा समावेशीको प्रमाणपत्र चाहिन्छ। स्वास्थ्य तर्फ फर्महरुको लागि तपाईसँग सम्बन्धित काउन्सिलको दर्ता प्रमाणपत्र हुनुपर्छ। त्यस्तै अप्राविधिक तर्फ फर्महरुको लागि तपाईले कुनै पनि फ्याकल्टीबाट +2 पास भएको हुनुपर्छ र फर्महरुको लागि तपाईको +2 को ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, नागरिकता फोटो र सिग्नेचर चाहिन्छ र समावेशीको हकमा समावेशीको प्रमाणपत्र चाहिन्छ। यसको फर्म भर्दाखेरि लाग्ने शुल्क खुल्लाको लागि 700 रहेको छ र प्रत्येक थप समूहको लागि प्रति समूह 300 रुपैयाँ एक्स्ट्रा लाग्नेछ। यसको फर्म भर्ने लास्ट डेट वैशाख महिनाको 21 गते रहेको छ। डबल दोस्रो वैशाख महिनाको 28 गतेसम्म यसको फर्म भर्न सक्नुहुनेछ। यदि तपाईँ वीरेन्द्रभन्दा बाहिर हुनुहुन्छ वा साइबर आउन समस्या छ भने तपाईँ आफ्नो डकुमेन्ट मलाई मेल गरेर पनि आफ्नो फर्म भर्न सक्नुहुन्छ र यस्तै भ्याकेन्सी सम्बन्धी अपडेट लागि मलाई ट्विटर र फेसबुकमा फलो गर्नुहोला र यो भिडियोलाई साथीहरुसँग शेयर गरिदिनु होला। धन्यवाद।